अनि चलाउने ओहो भाउजू यो बक्सको के हो नि? कुन बक्सको देखाम? यो बक्स गन हो क्या हो? हजुरले चाहिँ सही पत्ता लानुभयो। यो चाहिँ वाटर बुलेट हो है हजुर। हेर्न सक्नुहुन्छ। यसमा चाहिँ यस्तो खालको गन पनि आउँछ। हाम्रो प्यारो भाइ बहिनीलाई एकदम पब्जी लभर हुनुहुन्छ, खाली मोबाइल चलाइ गर्नुहुन्छ भने उहाँहरूलाई चाहिँ ल प्यारेन्ट्सहरूले सबैले यो किनेर लान पर्यो। केटाकेटी मोबाइल चलाउन नि छुट्छ। हजुर। ओ भाउजू तपाईले त मफैले गोली हान्नुहुन्छ क्या हो? हान्दिन नडराउनु, यसले लाए पनि केही हुँदैन। हेर्नुहोस् यति घरमा बाबु नानीले मोबाइल हेरेर वाक्क पारिसके भने यो चाहिँ हजुरहरूको लागि बेस्ट हो। ल प्यारेन्ट्सहरूको लागि पनि केटाकेटीको लागि एकदम राम्रो खालको यो। यसमा चाहिँ हजुरले बबल पाउनुहुन्छ। यो पनि पानीमा भिजाउने 1-1.5 घन्टा। अनि त्यसपछि यसमा हजुरको यस्तो खालको ब्याट्री आउँछ, चार्जर आउँछ। यो चाहिँ यहाँ यसरी प्लग गर्ने है। यो म हजुरलाई चलाएर पनि देखाउँछु, बजाएर नि सुनाउँछु है त। ल हजुरहरूको केटाकेटीको यहाँ चाहिँ यसको यो ब्याट्रीको चार्जर छुट्टै हुन्छ नि। यसमा ब्याट्रीमा पनि चार्ज, यो चाहिँ यसरी यो जोडेपछि ब्याट्री जोडेर यो यसरी भित्र राख्न पनि मिल्छ है। यसरी यो चाहिँ हजुरको चार्जर यहाँ भित्र हुन्छ। यसमा चाहिँ यो बक्स हुन्छ भने यो ब्याट्री भयो। ब्याट्रीलाई चार्ज गर्न चाहिँ यस्तो खालको आउँछ है। हेर्न सक्नुहुन्छ हजुरले मेरो हातमा पनि यस्तो खालको आउँछ। अनि हजुरको यो चाहिँ यहाँ ठ्याक्क पानी भरेर यो बबल गमहरू यस्तो खालको बबल आउँछ जुन चाहिँ हजुरले पानीमा राखेपछि यो फुल्छ अनि हान्न पनि मिल्छ।